वेलकम टु द पार्किङ ट्रेडर्स। पार्किङ ट्रेडर्समा तपाईँलाई स्वागत छ। आज हामी कुरा गरौँ सेयर मार्केट क्रिप्टोलाई लिएर अनलाइन ट्रेडिङ प्लेटफर्म लिएर। आज हामी कुरा गरौँ क्रिप्टोको बारेमा। क्रिप्टो के हो त? क्रिप्टो करेन्सी के हो त? है, क्रिप्टो करेन्सी भन्ने बित्तिकै करेन्सी भन्नाले पहिला हामी के बुझिन्छ भन्दाखेरि जस्तै हाम्रो भारतको रुपियाँ है, भारतको रुपियाँ, तपाईँको युएसको डलर, तपाईँको युकेको पाउन्ड अनि तपाईँको अरबको दिराम है, यो चाहिँ तपाईँको कुनै पनि एउटा किनबेच गर्ने एउटा साधन हो जसमा चाहिँ एउटा गभर्निङ बडी हुन्छ। जस्तै भारतको एउटा आरबिआईले गभर्न गर्छ है, त्यसरी नै तपाईँको अलग अलग देशको आफ्नो आफ्नो गभर्निङ बडी हुन्छ है। र यो साथसाथमा अहिले नयाँ ट्रेन्ड आएको छ क्रिप्टो। तपाईँको हरेकको मोबाइलमा होला पाई है, तपाईँको डोजी कोइन, तपाईँको बिटकोइन। यो के हो त भन्दाखेरि यो क्रिप्टो करेन्सी चाहिँ नयाँ तरिकाको करेन्सी हो जो चाहिँ म्याथमेटिकल अल्गोरिदमद्वारा बनाइएको हुन्छ, जो पर्सनली पनि बनाउन सकिन्छ है, ग्रुपले पनि बनाउन सक्छ, कुनै नेटवर्कले पनि बनाउन सक्छ। र यो तपाईँको म्याथमेटिकल अल्गोरिदमद्वारा बनिएको एउटा कोइन हो। अर्को कुरा, यो चाहिँ डिजिटल करेन्सी हो जो चाहिँ खालि तपाईँको फोन या कम्प्युटरबाट मात्रै एक्सेस हुनसक्छ। तपाईँको फिजिकल्ली तपाईँले छुन सक्नुहुँदैन, तपाईँले ब्याङ्कमा राख्न सक्नुहुँदैन, तपाईँको वालेटमा पनि राख्न सकिन्छ है। र यो चाहिँ एउटा डिजिटल करेन्सी हो। तपाईँको यसको अर्को चिज के छ भन्दाखेरि अघि पनि भनिहालेँ मैले, यसको गभर्निङ बडी हुँदैन। जस्तै भारतको पैसाको आरबिआईले गभर्न गर्छ, तपाईँको पैसा छाप्नु नछाप्नु, नयाँ नोट निकाल्नु ननिकाल्नु, यसको नोटै हुँदैन। तपाईँको खालि डिजिटल मात्रै हुनसक्छ। त्यसले गर्दाखेरि यसको कुनै गभर्निङ बडी हुँदैन। र अर्को यसको चिज के छ भन्दाखेरि यसको इजिली ट्रान्जेक्सन हुनसक्छ। जस्तै उदाहरणको लागि युक्रेन रसियन वारमा युक्रेनले धेरै चिज थ्रु क्रिप्टो करेन्सीबाट किनिएको थियो। त्यही कारण युक्रेनले वार सस्टेन गर्न सकेको थियो। त्यसले गर्दाखेरि इन्टर कन्ट्री पनि यसको ट्रान्जेक्सन सजिलै हुनसक्छ, भइरहेको छ। र यसको अर्को चिज के छ भन्दाखेरि तपाईँको यो चिज छुन सकिँदैन। क्रिप्टो करेन्सी तपाईँको छुन सक्नुहुँदैन। तपाईँले खालि मोबाइलमा या ल्यापटपमा हेर्न सक्नुहुन्छ, त्यो पनि एकदम फिजिकली छुन सक्नुहुँदैन है। र अब यसको अलिकति हिस्ट्री कुरा गर्दाखेरि 2009 देखि सुरु भएको बिटकोइनद्वारा सुरु भएको यो क्रिप्टो करेन्सी। बिटकोइन तपाईँको त्यतिखेर 10 रुपियाँ थियो भने अहिले बढेर 60-70 लाख रुपियाँ पुगेको छ। र अब यो क्रिप्टो करेन्सीको फाइदाको बारेमा कुरा गरौँ। फाइदा के हो त भन्दाखेरि पहिला फाइदा त यो डिजिटल करेन्सी हो। तपाईँको ब्याङ्कको झमेला छैन। तपाईँको आफ्नो फोनबाट तपाईँले एक्सेस गर्न सक्नुहुन्छ र तपाईँको यसको लिमिटेसन छैन। तपाईँले जतिसम्म पनि एक्सेस गर्न सक्नुहुन्छ। दोस्रो फाइदा के हो त भन्दाखेरि यसको तपाईँको भ्यालुएसन धेरै छिटो बढ्छ। तपाईँको 10 वर्षमा तपाईँको 10 रुपियाँदेखि 60 लाख हुनसक्छ भने एउटा भ्यालुएसन तपाईँको हाम्रो भारतको रुपियाँ सालमा उति नै छ। तपाईँको यसको भ्यालुएसन छिटो बढ्न सक्छ। तेस्रो कुरा, यसको ट्रान्जेक्सन सजिलो हुनसक्छ, किनबेच सजिलै हुनसक्छ र यसको लिमिटेसन छैन। तपाईँको नन लिमिटेसन, तपाईँको जस्तो ब्याङ्कमा तपाईँको यति रुपियाँदेखि उँभो लाग्यो भने प्यान कार्ड लाग्छ, यति ट्याक्स लाग्छ भन्ने हुन्छ। यसको लिमिटेसन छैन। यसको एन नम्बर अफ अनलिमिटेड छ। यसको लिमिटेसन छैन। अर्को फाइदा के छ भन्दाखेरि यसलाई नोटबन्दीले एफेक्ट गर्दैन। तपाईँको भारतमा नोटबन्दी हुँदाखेरि तपाईँको कतिवटा नोटहरू उयो भयो, मिन्स डिमोनेटाइज भयो। यसलाई नोटबन्दीले कुनै एफेक्टहरू गर्दैन। गभर्निङ बडीले कुनै एफेक्ट पनि गर्दैन है। अब अर्को कुरा के भयो भन्दाखेरि अघि भनिहालेँ, यसमा गभर्निङ बडी हुँदैन, यो खुल्ला हुन्छ है। यो खुल्ला भएपछि यसले तपाईँको ट्रान्जेक्सनमा धेरै तपाईँको बाधा पुर्याउँदैन है। अनि अर्को कुरा, तपाईँको ट्रान्जेक्सन फिस, तपाईँको जस्तै भारतमा नभए भारतदेखि अर्को देशमा इन्टर कन्ट्री तपाईँको ट्रान्जेक्सन हुँदाखेरि यसको ट्रान्जेक्सन फिस एकदम मिनिमल हुन्छ। जस्तो फिजिकल जुन चाहिँ हाम्रो करेन्सी भन्दाखेरि तपाईँको यो क्रिप्टो करेन्सीको तपाईँको धेरै नै कम्ती हुन्छ। र अब यसको एक दुईवटा बेफाइदाको बारेमा पनि भनौँ। यसको लिमिटेसन नहुँदाखेरि यो धेरै पैसा हुँदाखेरि यसको ड्रग डिलिङमा धेरै यो क्रिप्टो संलग्न हुनसक्छ। किनभने अहिलेको नयाँ ट्रेन्ड यो ड्रग्सको बारेमा धेरै कुरा छ। यो चिजहरू यसमा धेरै स्मग्लिङ भएर यो चिजमा संलग्न हुनसक्छ। अर्को कुरा, यो आर्म्स एन्ड एम्युनिटिज स्मग्लिङ हुन्छ। यसमा पनि यो ब्ल्याक मनीद्वारा लुकाइने चिज, यो क्रिप्टो करेन्सीमा लुकाइने चान्सेस हुनसक्छ र यो चिजमा पनि यो धेरै संलग्न हुनसक्छ। र अर्को बेफाइदा के छ भन्दाखेरि यसको गभर्निङ बडी नहुँदाखेरि पछि गएर यसलाई कुनै चिजले गभर्न गर्नुपर्ने त होइन भन्ने एउटा प्रश्न पनि आउन सक्छ है। र यस्तै गरी तपाईँले नयाँ चिज, नयाँ क्रिप्टोको बारेमा नयाँ यही चिजलाई लिएर तपाईँलाई केही प्रश्न छ भने मलाई कमेन्टमा भन्न सक्नुहोला। यसै गरी तपाईँले पार्किङ ट्रेडर्सलाई माया गर्नुहोस् है। मेरो युट्युब च्यानललाई नोटिफिकेसन सब्सक्राइब गर्नुहोस् र साथसाथै मेरो फेसबुक च्यानल पनि छ। फेसबुक च्यानललाई पनि तपाईँले फलो गरिदिनुहोस्। यसरी माया पाउँदै गयो भने यो चिजहरू लिएर अझै म धेरै चिजहरू मेरो नलेज अनुसार म तपाईँलाई भन्न सक्छु भन्दै थ्याङ्क यू।